हेलो गुड आफ्टरनुन इट्स मी राइडर भण्डारी। आज चाहिँ म पुरानो नीलकण्ठको तारेभिर जाने बाटोबाट चाहिँ यो जङ्गलको बाटोबाट गोकर्ण निस्केर गोकर्णबाट नगरकोट निस्केर नगरकोटबाट बनेपा हुँदै काभ्रेसम्म जान लागेको छु। ल हेरौँ है त अब बाटोमा के हुन्छ, बाटो कस्तो छ। म चाहिँ यो चाहिँ पुरानो नीलकण्ठबाट ठ्याक्क तारेभिर जाने जङ्गलको बाटो सुरु भयो। यो चाहिँ आधी ढलान बाटो छ। त्यो ढलान बाटो सकेपछि चाहिँ हामी एउटा सानो त्यो अफरोड टाइपको बाटो, त्यो सानो गल्ली टाइपको बाटोबाट छिर्नुपर्छ। त्यो छिरेपछि चाहिँ हामी चाहिँ गोकर्णको बाटो निस्किन्छौँ। त्यहाँ निस्केपछि गोकर्णबाट हामी उता दक्षिण ढोका निस्केर नगरकोटको बाटो हुँदै बनेपा निस्केर काभ्रे पनौती जान्छु। म चाहिँ आज एक्लै छु, सोलो राइड। अब मेरो भिडियो हेरेर मन पराउनेहरूले अझै हेरिदिनु होला होइन, लाइक कमेन्ट यसो कहिलेकाहीँ गरिदिनु होला। कमेन्ट गरिदिनु भयो भने चाहिँ यो मान्छेले चाहिँ मेरो भिडियो हेरेर रहेछ है भन्ने चाहिँ थाहा हुन्छ होइन, सजिलो हुन्छ मलाई पनि। यो मान्छेले चाहिँ मेरो भिडियोहरूमा मेरो भ्लगमा चाहिँ राम्रो रेस्पोन्स दिएको छ है भन्ने थाहा हुन्छ। अब खासै राम्रो भ्लग त हुँदैन मेरो, त्यही पनि बिस्तारै नै जानिने हो। बिस्तारै अब यो भनेको ट्रेनिङ पिरियड नै हो क्या। जस्तो मैले जतिवटा भिडियो बनाउँछु त्यही एडिट गर्छु अनि हालिदिन्छु। अब त्यो गर्दाखेरि मेरो अलिअलि एडिट गर्ने स्किल बढ्छ। खास अर्निङको लागि भन्दा पनि बेसिक नलेज, अब आफ्नो खुसी यसो हिँडिरहेको हुन्छ, त्यो हिँडेको बेला यसो अलिअलि खिच्यो भने मेमोरी पनि भयो आफ्नो। हामी यहाँबाट माथि गयो भने चाहिँ सिधै तारेभिर पुग्छौँ। हामी चाहिँ तारेभिरतिर नलागिकन यहाँबाट चाहिँ तलतिर झर्नुपर्ने हुन्छ। बाटो चाहिँ बवाल छ है यहाँ पनि। मेरो पछाडि हावा अलिकति कम छ कि जस्तो लाग्यो, हावा कम भएर चिप्ल्यायो कि यो सल्लाहको पात भएर चिप्ल्यायो, हल्का टायर फाल्यो। म चाहिँ खास अहिले एडिटमा समस्या हो क्या, एडिट गर्न अब राम्रो जानिँदैन अनि हालिसकेपछि अलिकति यो भन्ने टाइपको नै हालौँ जस्तो लाग्छ। एडिट राम्रो नजानेको कारणले भिडियो पोस्ट गर्न पनि भ्याइरहेको छैन। एउटा एडिट राम्रो नगरे भएर अर्को भनेको चाहिँ अब बवाल रहेछ है। ल यतिको अफरोड हान्न सक्नुभयो भने चाहिँ तपाईँहरूलाई जहाँ जाँदा पनि दुःख हुँदैन। मनाङ मुस्ताङ त केही होइन है, यस्तो बाटो कुदाउन थाल्नुभयो भने। खतरा अफरोड रहेछ त। मैले त अलि बनायो होला बाटो भनेको त झन् बिग्रिया रहेछ बाटो। यो त खास चाहिँ यो बाटो त्यहाँनिर साङ्ग्रो हुनुको कारण चाहिँ पहिला चाहिँ यहाँ ठुलै यत्रै बाटो थियो, पछि यो बाटो चाहिँ यहाँ व्यक्तिगत व्यक्तिको जग्गा पर्ने रहेछ क्या। के भएर उसले अब आफ्नो जग्गा त्यत्तिकै त कसले छोड्छ र, हामी भयो भने छोड्दैनौँ। उसले चाहिँ अब बाटो बाइक जानेसम्म चाहिँ म छोडिदिन्छु अनि मेरो जग्गामा आफै प्रयोग गर्छु भनेर गरेर रहेछ कि। यो बाटो चाहिँ राजकुमारले यो डट बाइकहरू उकाल्ने बाटो नि यही हो है। उसले प्रायः यही बाटोमा कुदाइरहेको हुन्छ। हामीले यो बाटो धेरै देख्छौँ राजकुमारको भिडियोमा पनि। बाइकले हान्दैन, डर लाग्छ बाइकदेखि। क्यामेरा छ नि, चालु छ। तिमी आइरहेछ भिडियो, तिमीलाई देखेर बनाएको नि। बनाउनु हुन्न? हुन्छ हो। कति रुपियाँ लाग्छ? कति रुपियाँ लाग्छ? 100 रुपियाँ। अनि 100 रुपियाँले के गर्ने? 100 रुपियाँले के गर्ने? किन्छ। मलाई अरूको भिडियो देखेर कापी कलम किन्ने भन्दो रहेछ। यो बच्चाहरूलाई चाहिँ एउटा ट्रेन्ड नै भयो है सोसल मिडियाले चाहिँ। तपाईँको अब अरू भिडियोमा देख्नुहुन्छ नि त, त्यो अलि गरिब टाइपको अलि बाटोतिर माग्न बसेकोहरू, त्यस्तोलाई चाहिँ अब पैसा दिएर के गर्छौ नानी बाबु यो पैसाले भन्दाखेरि चाहिँ
उनीहरूले कापी कलम किन्छु पढ्छु भन्छन् नि त, त्यही चाहिँ यो भाइले फलो गरे के पैसा दिइहाल्छ कि भनेर। दिन त हुन्थ्यो केही छैन, तर त्यत्तिकै पैसा नि त त्यत्तिकै आएको छैन नि त। ल म चाहिँ अब पिच रोड निस्किन लागेँ। त्यो तल देखेको पिच रोड हुँदै जाने हो, अफरोड बाटो यही हो सक्यो। यो चाहिँ राजकुमारले सधैँ डटबाई उकाल्ने बाटो यही हो है। हामी त पहिल्यैदेखि हिँडिरहेको बाटो हो यो, आफ्नै घरतिरको बाटो हो। साइकल लिएर कति हिँड्ने हो, बाइक लिएर कति हिँड्ने हो। हामीलाई चाहिँ यो बाटो खासै त्यस्तो केही लाग्दैन। अब नयाँ नयाँ राइडरहरूलाई चाहिँ अलि समस्या हुन्छ। टर्निङ छ क्या, रिक्स कर्नरिङ हान्दै कुदाउनु पर्ने बाटो छ छन चाहिँ। अब नयाँहरू कुदायो भने त त्यही हो, थाहा छँदैछ सबैलाई। सुतेको भिडियोहरू आइहाल्छ। यो आफूले सक्नेसम्म चाहिँ कुदाउनुपर्छ। आफूले सक्नेभन्दा बढी चाहिँ बाइकलाई प्रेस गर्नुहुन्न है। म चाहिँ प्रायः भनिरहेकै हुन्छु यो कुरा चाहिँ। अब म राइड गएको बेला नि साथीहरूलाई पनि त्यही भन्छु, आफूले सक्छ भने खेल्ने, होइन भने चाहिँ बढी हेलेर आफ्नो साथी हिँडेको बेला हेलेर नकुदाउँ भन्छु प्रायः। म चाहिँ अब जगडोल भन्ने ठाउँमा आइपुग्न लागेँ। यो चाहिँ कपनमा पर्छ जगडोल। अनि जगडोलकै तल गोकर्ण भइहाल्यो। यो बाटो चाहिँ म त्यो जङ्गलको बाटो किन आएको भने सिधै गोकर्ण हुँदै के अरे चक्रपथ हुँदै अनि चाबेल हुँदै मलाई त्यहाँ पुग्ने हो भने चाहिँ लगभग 14-15 किलोमिटरै लाग्छ होला। मलाई यहाँबाट चाहिँ जम्मा 8-9 किलोमिटर लाग्ला मेरो विचारमा यो अहिले म आएको बाटो चाहिँ। अनि काभ्रे त म गइरहेको हुन्छु प्रायः। अनि कति त्यही सागा बनेपा सागा त्यही त्यो हाइवे कति कुद्नु दिक्क लाग्ने के। अनि यस्तो नयाँ बाटो नि बेला बेला घुमाउँ, बाटोको अपडेट पनि थाहा हुन्छ तपाईँहरूलाई। नि नयाँ ठाउँ यस्तो देखाउन पाइन्छ बाटोमा, नयाँ सिनहरू। अरू त के देख्नु छ र नयाँ सिनहरू देख्नु पाइन्छ, भ्यूहरू, वेदर के छ कस्तो छ। अहिले चाहिँ यो बाटो बनेदेखि चाहिँ यहाँ चाहिँ एकदम खतरा भएको छ क्या ठाउँ चाहिँ। होटेलहरू बन्ने, रिसोर्टहरू बन्ने, यस्तै जस्तो होटेल रिसोर्ट बनेको छ, टाउट माछाहरू पाउने। पहिला चाहिँ यहाँ बाटै थिएन, एकदम बिजोग थियो। एकैचोटि यो ठुलो बाटो बनिदियो क्या यहाँ चाहिँ। यो ठुलो बाटो बन्दैछ, फेरि बाटो पनि राम्रो पिच गरेर बनाइदियो। अनि डेटिङ आउने, खाजा खान आउने, घुम्न आउने त्यस्तो ठाउँ बनिदियो क्या यो चाहिँ। अनि यहाँबाट चाहिँ माथि हाइकिङ गरेर तारेभिर जाने बाटो पनि छ। त्यसले गर्दा पनि अलिकति क्राउड बढ्यो क्या यो बाटोमा चाहिँ। अनि प्रायः शनिबारहरू बिदाको दिनतिर चाहिँ यहाँ चाहिँ एकदम धेरै चेकिङहरू गरेर हुन्छ है। आपसी चेकिङहरू, ट्राफिकहरूले लाइसेन्स बुकको चेकिङहरू चाहिँ एकदम धेरै पर्छ यो रोडमा। ल अब जगडोल पनि आइपुगेँ म है। जगडोलबाट अब म गोकर्णतिर पुगेर चाहिँ फेरि क्यामेरा अन गर्छु। अब फेरि भिडियो धेरै लामो हुन्छ। अब तपाईँको 2-3 घन्टाको बाटोको त के बनाउनु, त्यसलाई त काटेर आधी घन्टा जतिकै बनाउनु पऱ्यो। अब बाटोमा अलिकति इन्ट्रेस्टिङ केही भयो भने चाहिँ म फेरि अन गर्छु है त। यहीँबाट हाइकिङ गरेर जाने चाहिँ माथि यो भर्याङ भएर जङ्गलको बाटो जाने हो। एकदम दामी छ है। तपाईँहरू हिँडेर हाइकिङ जाने, नेचरसँग घुलमिल हुने सोचमा हुनुहुन्छ भने चाहिँ यो ठाउँ पनि म सजेस्ट गर्छु। यो चाहिँ कपनको जगडोल भन्ने ठाउँ हो। तपाईँहरू यहाँबाट चाहिँ लगभग 1 घन्टाको हिँडाइमा चाहिँ माथि तारेभिरसम्म पुग्न सक्नुहुन्छ। त्यहाँ गएर माथि रिसोर्टहरू पनि छ। तपाईँहरूले खाजा खाना के खानुहुन्छ त्यो खाएर आफ्नो 1 दिनको डे चाहिँ इन्जोय गरेर आउन सक्नुहुन्छ। अब माथि त्यहाँ बस्नु नै हुन्छ भने रिसोर्टहरू पनि छ छन चाहिँ।
गोकर्णको यहाँ झन्डा पार्क पनि आउँछ। म झन्डा पार्क पुगेपछि जोइन गर्छु त तपाईँहरूलाई बाटो चाहिँ भनिदिन्छु। म चाहिँ ठ्याक्क गोकर्णको यो शहीद पार्कमा आइपुगेँ। यहाँभित्र चाहिँ शहीद पार्क हो, ठुलो गार्डनहरू छ, घुम्न ओर्नको लागि चाहिँ एकदम राम्रो छ है यहाँ पनि। अनि यहाँ माथिपट्टि चाहिँ झन्डा पार्क पर्छ। अब यता तलबाट पनि जानु मिल्छ है, तर म तलैबाट जान्छु किनभने यो तलको बाटो पिच भएको छ क्या अहिले। पिच रोडै जाउँ, यहाँको कच्ची बाटो किन जानु। एरियातिर यो मान्छे घुम्न आउने ठाउँतिर चाहिँ बाटो चाहिँ राम्रो व्यवस्थित भयो भने चाहिँ व्यापार व्यवसाय बढ्छ है। त्यो चाहिँ अब सबै ठाउँमा भयो भने चाहिँ सजिलो हुन्छ व्यापार व्यवसाय होटेल गर्ने मान्छेहरूलाई। तल गएर जोइन हुन्छ। यो मेन गोकर्णको चोक भयो। यहाँबाट जानुभयो भने तपाईँहरू सुन्दरी जलतिर पुग्नुहुन्छ भने म चाहिँ यो तल्लो खोलाको कोरिडोरको बाटो जान्छु। त्यहाँबाट चाहिँ हामी ठ्याक्कै दक्षिण ढोका पुलमा पुग्छौँ। दक्षिण ढोका पुलबाट चाहिँ थली हुँदै हामी उता लाग्छौँ। थली हुँदै साकु हुँदै हामी चाहिँ जानेछौँ नगरकोट। नुवाकोट र नगरकोट चाहिँ म प्रायः सधैँ जहिले भन्दाखेरि झुकिरहेको हुन्छु क्या। नबाट ठाउँ आएर हो कि होइन, एभ्री टाइम जहिले नगरकोट जाँदा नुवाकोट भनिरहेको हुन्छु, नुवाकोट जाँदा नगरकोट भनिरहेको हुन्छु। त्यो ठाउँ चाहिँ अब एउटै टाइपको छ नि त, त्यो भएर चाहिँ कन्फ्युज क्या। म चाहिँ त्यो कोरिडोरबाट ठ्याक्क दक्षिण ढोका निस्केँ। अब हामी चाहिँ यहाँबाट मास्तिर लागेर जानुपर्ने हुन्छ। बाटो चाहिँ हामी साकु, जर्सिङ पौवा अनि मेलम्ची पनि जान मिल्छ है। मेलम्ची चाहिँ 35 किलोमिटर रहेछ यहाँबाट। जर्सिङ पौवा हुँदै जाने होला सायद मेलम्ची पनि। यो बाटो चाहिँ मेलम्ची जान धेरै छोटो पर्छ। तपाईँ उता धुलीखेल बनेपा के अरे धुलीखेल पुग्ने बेला चाहिँ मेलम्ची पुगिसक्नुहुन्छ कि यो बाटो जानुभयो भने। तर म चाहिँ आज लामो बाटो आएको हो। यो मलाई बनेपा निस्केर पनौती जानलाई अब उताको हाइवे गएको भन्दा यो चाहिँ लगभग त्यही 10 किलोमिटरदेखि 10-12 किलोमिटर चाहिँ लामो बाटो पर्छ मलाई चाहिँ। यो चाहिँ अब आज नयाँ बाटो जाउँ, घुमाउँ, यसो नयाँ भ्यू देखाउँ भनेर यो बाटो आएको है त। यो चाहिँ थलीको उकालो आयो। अब माथि थली चोक आउँछ। थली चोकबाट साकु, साकुबाट नगरकोटको डाँडो त्यो कर्नरिङ हान्दै जानुपर्छ। त्यो बाटो चाहिँ अब सानो बाटो छ, कुदाउन मजा आउँछ क्या। त्यो भएर नि म आज यो बाटो आएको हो। सोलो राइड आउन पनि छुट्टै मजा हुन्छ है। तर को हिँड्नुहुन्छ सोलो राइडहरू होइन। आफूलाई जहाँ मन लाग्यो त्यहीँ रोक्यो, टक्क भ्यू हेऱ्यो, हिँड्यो, छुट्टै मजा आउँछ। ग्रुप राइडमा चाहिँ अब के हुन्छ भने एउटालाई एक ठाउँ भन्यो भने होइन अलिक पर जाउँ रोकौँ भन्छ, कहिले के भन्छ होइन। सोलो राइड हिँड्यो भने चाहिँ आफूलाई जहाँ जहाँ मन लाग्छ त्यो रोक्यो, हिँड्यो। तर सकेसम्म चाहिँ सोलो राइड चाहिँ हिँड्नुहुन्न। यही हो थली चोक चाहिँ, यही हो है मेन थली चोक यो हो।
अब यहाँबाट हामी लाग्छौँ साकुतिर। अनि चोक आइपुग्यो। यो थली चोकमा चाहिँ स्पिड चेक पनि हुन्छ है। अब अहिले छ छैन, प्रायः चाहिँ यहाँ स्पिड चेक पनि बसिरहेको हुन्छ हेरेर। स्पिड चेक चाहिँ यतैतिर बस्नु है। यहाँ चाहिँ अब स्पिड चेक छैन, किनभने मान्छे हेलमेट नलाइकन गइरहेछ भने चाहिँ यहाँ आज स्पिड चेक छैन। पुल बनाउँदै रहेछ। चान्सुन गयो, त्योभन्दा माथि गएन। फुल गरिदिनु। तेल पनि फुल हालिदियो होइन। अब चाहिँ सररररर जानुपर्छ। साको छिरिसक्यो है। यसलाई चाहिँ साको नै भन्छ। साकोको साली नदी, माघमा साली नदी मेला लाग्ने ठाउँ नै यही हो।
तपाईँको मन्दिर चाहिँ अलिकति तल छ। मेला त अब यहीँबाट सुरु हुन्छ। यहाँ हिँडिन सक्नुहुन्छ त्यो 1 महिना चाहिँ माघ महिनाभरि चाहिँ। तपाईँको यहीँबाट छुट्टिन्छ है बाटो चाहिँ। यहाँबाट मेलम्ची जाने कति किलोमिटर, 55 किलोमिटर होइन। मेलम्ची, कार्तिके, नगरकोट, काठमाडौँ। अब चाहिँ यहाँ नगरकोटको बाटो सुरु भयो। काली नदीको मेला लाग्ने मन्दिर यही तल्लोपट्टि है। यो ठ्याक्कै यो घरले छेक्यो, यही मन्दिर होला। खोला चाहिँ तलपट्टि छ। मेला लाग्ने नुहाउने खोला चाहिँ, मन्दिर चाहिँ यही। बाटो क्या मजाको छ क्या, टक्क गाउँघर टाइपको फिलिङ छ। अनि टक्क रोड बिचमा एकतिर जङ्गल टाइपको। अब यहाँबाट चाहिँ अलिक सानो साँघुरो बाटो छ क्या। यहाँ फेरि स्कर्पियोहरू आइरहेको हुन्छ पेलेर आँखै नदी। अलि साङ्ग्रै छ, अलि माथि गएपछि अलिकति ठुलो अनि अलिकति राम्रो पनि छ। यहाँ चाहिँ अलि बिग्रेकै रहेछ बाटो। अलिकति माथि लागेपछि चाहिँ राम्रो पिच छ। माथि गएपछि आर्मी ब्यारेक पनि पर्छ क्या र, त्यसले गर्दा पनि बाटो राम्रो भएको हुनसक्छ। ठुलो छ नि यो जङ्गल त नगरकोट। जाडो महिनामा चाहिँ यहाँ हिउँ पनि पर्छ कहिलेकाहीँ है। अब अहिले त हिमालमै हिउँ पर्न छोडिसक्यो। नत्र अलिक चिसो मौसम भयो, हिउँ पर्ने टाइपको मौसम भयो भने चाहिँ यहाँ पनि नजिकै हिउँ खेल्नलाई यहाँ पनि आउन सकिन्छ। जस्तै हाम्रो चन्दागिरीमा परेको बेला यहाँ नि परेर हुन्छ अलिअलि। ओहो, यहाँ त बिग्रिया रहेछ त बाटो। धेरै पछि आएको है म चाहिँ नगरकोट। झन्डै 4-5 महिनै भयो होला उता नआएको, यो बाटो नै हिँडेको। बाटो राम्रो छ है, टक्क सुत्दै चलन टाइपको। यही बाटो यही कुदाउनको लागि भयो नि आउनु पर्यो कि खास। के गर्छ यार यत्रो टर्निङ बोकेर।
नआइकन त्यसरी त नआउनु नि। कस्तो डरै लाग्ने खालको जङ्गल रहेछ है। राति आउने हो भने त डरै लाग्छ यस्तो बाटोमा चाहिँ। बाटो चाहिँ दामी छ, दामी। नगरकोट अब जम्मा 3 किलोमिटर छ अरे। कार्तिके डाँडा भने चाहिँ यही हो मेरो, सायद मेरो विचारमा यसलाई नै भन्छ। मण्डन देवपुर भनेपछि त्यो बाटो जाँदो रहेछ। मलाई कहाँनेरिबाट जान्छ भन्ने सम्झाएको। मण्डन देवपुर चाहिँ सायद सिन्धुपाल्चोकै पर्छ होला है। नगरकोट 2 किलोमिटर हो यो सबै। हेर्ने ठाउँ होला। त्यो भिडभाडमा गएर त के बस्नु, एक्लै आनन्दले चिजमा बस्नुपर्छ। यस्तो ठाउँमा आइसकेपछि रिसोर्ट जाने बाटो जस्तो छ।
नरिङ गयो त आफैलाई म त चिसिक्क हुन्छ नि। अब यहाँ चाहिँ होइन कतिजनाले यो बाटो हिँड्नेहरूले याद गर्नुभएको छ छैन होइन। अब यहाँबाट माथि चाहिँ तपाईँको यस्तो बाटोमा सिट लगाए जस्तो चिसो हुन्छ नि। ल हेर्नु त घामै नलाग्ने ठाउँ जस्तो क्या खाली यत्तिकै हुन्छ। जहिले आए पनि गर्मी महिनामा आउँदा नि यस्तै हुन्छ, जाडो महिनामा आउँदा त अब झन् कुरै छोडिदियो होइन। यहाँ चाहिँ अलिकति माथि अझ अरू ठाउँ नि छ होइन, त्यहाँ चाहिँ जहिले सिट लागिरहेको हुन्छ क्या, घामै नलाग्ने हो कि त्यो पारिपट्टि हिमाल देख्छ क्या, त्यो हिमालको चिसोले गर्दा हो कि। ल हेर्नु त यो भित्तातिर सबै सिधै सिट छ क्या, यस्तो चिसो। यहाँ आउने बित्तिकै छुट्टै चिसो हान्छ क्या ज्यानमा। ल यत्रो ज्याकेट लाउँदा पनि जाडो भयो यार यहाँ आएपछि त। यस्तो सिट पर्छ ल हेर्नु। यस्तोमा चाहिँ फेरि बाइकहरू चिप्लिने रिस्क बढी हुन्छ, त्यहाँ चाहिँ त्यसको कुदाउनु हुँदैन। रिसोर्ट होटेलै होटेल। फेरि बाटो दामी छ है। यस्तो चिसो भयो क्या मलाई त जाडो फिल भयो। बाइकै त्यही भएर बिस्तारै कुदाइरहेको के घरमै बस्नु असरी बसेको त दिदी त। बाख्रा रहेछ क्राउड छ त। हामी चाहिँ नगरपुर जानु चाहिँ यहाँबाट मास्केट लाग्नुपर्छ है। त्यहाँबाट तलतिर जानु भने चाहिँ तपाईँहरू भक्तपुर पुग्नुहुन्छ। भक्तपुर यहाँबाट जाने हो नगरकोटको टाढोमा मान्छे अलिअलि हुन्छ
छ नि त यो नगरकोटमा। नन-स्टप छ यार। क्या खतरा रोड रहेछ त यार, कहाँ जाने रोड हो? बवाल देखिन्छ। एकचोटि हेरौँ है। त्यो प्राइभेट हाउसिङ साउसिङ बनाउनु लगाएको रहेछ क्या र, बवालै रहेछ बवालै। अब यो चाहिँ आर्मीको एरिया सुरु भयो है। अब यहाँ चाहिँ तपाईँको भिडियो खिच्न मनाइ छ खासमा। अब क्यामेरा अनमै जाउँ हामी जान चाहिँ। आर्मीको एरिया सुरु भएपछि हेर्नु न, बाटो पनि क्या दामी सुरु भयो होइन। फोहोरहरू पनि छैन, छुट्टै हुन्छ क्या आर्मीको एरियामा। एउटा रुल्स डिसिप्लिन, निट एन्ड क्लिन हुन्छ क्या। माथि चाहिँ तोप राखेको छ। अब यहाँनिर हेर्नु यस्तो चिसो हुन्छ नि। अहिले चिसो भइसक्यो। मण्डन देवपुर यहाँबाट पनि जाने रहेछ। धेरै बाटो रहेछ त उता सिन्धुपाल्चोक जोडिने बाटो हेर्दा। Mystic Mountain. बाटै साङ्ग्रो क्या यहाँ। अब ओभरटेक गर्न नमिल्ने, टर्निङै टर्निङ। कस्तो स्लो बाटो थियो। नगरकोटमा खास त्यस्तो केही त छैन है। यही होटेल रिसोर्टहरू हो। अनि डाँडा भयो त्यति हो। नगरकोटमा यो स्पेसल भन्ने त्यस्तो खालको चाहिँ केही नै छैन। त्यही पिकनिकहरू आउने ओर्ने त्यस्तै ठाउँ हो। डेटिङ आउने मेन भनेको डेटिङ। एकैछिन 5 मिनट जति बस्छु अनि निस्किन्छ है त।
मान्छे धेरै रहेछन् आज, यस्तो भिड छ यति टपमा आएर डाँडा काँडा हेर्नको लागि। त्यहाँबाट निस्किए, मेन भनेको हिमाल हेर्न भनेर आउने यो ठाउँ हिमालै राम्रो देखेको रहेछ। अनि भिड भाडै धेरै भयो अनि निस्केँ म चाहिँ। अब माथि अर्को एउटा टावर छ नगरकोटको, यो डाँडोको सबैभन्दा टप पोइन्ट। अब म त्यहाँ चाहिँ जान्न हो र म, किनभने त्यहाँ धेरैचोटि गइसकेको छ, कति जानु। सैनिक इलाका सैनिकहरूकै घर होला यो, पुरानो के बनाएको होला यो, धेरै अघि देखेको क्या, पहिल्यैदेखि देखेको मैले, जस्ताको तस्तै छ फेरि। यसरी आउनुपर्छ घुम्नलाई। यहाँ त कस्तो अँध्यारो भएको यार, रातै परे जस्तो अँध्यारो भयो एकैचोटि। बिदाको बेला पनि भएर होला एकदम लास्टै क्राउड क्या। टावर जाने चाहिँ यहीँबाट माथि हो, म चाहिँ टावरतिर लाग्दिनँ, धेरैचोटि गइसकेँ। म त यहाँबाट तलतिर लागेर उता लगाएर रोक्न है, बाटोको बिचमा नरोक, हरन लाउँदा पनि गर्दैन साला खाँदै, कार चढी भनेर हेरेको। झन् मान्छे झार्न रहेछ भनेर चुप लाएर बसेँ, मान्छे झरेर गइसक्यो, केही पनि त्यहीँ रोकेर जा भनेर साइड ल्याइदिनु। यस्तो मान्छेलाई चाहिँ गोदिउ जस्तो रिस उठ्छ है, अलिकति रेस्पेक्ट भनिदिने छैन क्या। यहाँबाट चाहिँ डाइरेक्ट बनेपा पुग्छ है, त्यही भएर म यो बाटो आएको। अब उताको बाटो पिच बाटो राम्रो बाटो त छ होइन, तर त्यो बाटो गयो भने सिधै बनेपा बनेपा रे के अरे भक्तपुर निस्किन्छ क्या। भक्तपुर त म किन जानु अब। म चाहिँ एउटा दाइ भेटेँ, एउटा दाइले चाहिँ बाटो बिर्सिनु भएछ, अब दाइलाई लिएर सँगसँगै बनेपासम्म जान्छु। दाइ चाहिँ उहाँ बनेपै जानु भनेर आउनु भएको रहेछ, उता साकुतिरबाट छोटो हुन्छ भनेर पठाइदिएछ कुनचाहिँले। दाइ चाहिँ सिधै आक्वाई गर्नुभएछ, नगरकोट आइपुग्नु भएछ। अनि दाइले बाटो कहाँ पुग्छ यो भनेर सोध्नुभयो,
जानुपर्ने बनेकै रहेछ। म पनि जान्ला हो, ल सँगै जाउँ भनेर हामी चाहिँ दुईजना दाजुभाइ सँगसँगै आइरहेछौँ। यहाँ चाहिँ बाटो पिच गरेछ, अस्ति नआउँदा पिच थिएन। पुरै पिच गरायो त दामी हुन्थ्यो। कस्तो झन्डै ढुङ्गाले फाल्दै गयो। यो चाहिँ नाला हो होइन। यो नाला चाहिँ मेन भनेको तरकारीको लागि चाहिँ मानिन्छ, चिनिन्छ नाला भनेर। नालाको आलु मेन भनेको खेती योग्य जमिन चाहिँ नाला है। यार यहाँ त खत्तम थियो त, अहिले त यो पनि पिच गरेछ। कुदाउन छुट्टै मजा आउँछ क्या। अझ यो ओह्रालो झरेको बेला भयो होइन, उकालो उक्लेको बेला यस्तो दामी कर्नरिङ जान्छ नि यो बाटोमा। यहाँ चाहिँ एउटा घुम्ने पार्क पनि छ है, के पो नाम चाहिँ मैले ठ्याक्क बिर्सेँ। ओहो यो बाटो पनि बनायो क्या यार, यहाँ त खत्तम थियो त, अहिले त यो पनि पिच गरेछ। कुदाउन छुट्टै मजा आउँछ क्या। अझ यो ओह्रालो झरेको बेला भयो होइन, उकालो उक्लेको बेला यस्तो दामी कर्नरिङ जान्छ नि यो बाटोमा।
त्यो दाजुलाई चाहिँ मैले यहाँसम्म ल्याइदिएँ। यहाँबाट अब उता चण्डेश्वरी के मन्दिर जानेपट्टि साइडमा रहेछ उहाँको चाहिँ जानुपर्ने। म यहाँ 4 रोपा बाटोबाट चाहिँ बाटो यहाँबाट छिर्नु भनेर देखाइदिन्छु अनि म लाग्छु पनौतीतिर। ल दाइ तपाईँ अब योबाट यहाँबाट छिर्नु, एउटा चोक आउँछ त्यहाँ पछि एकजनालाई सोध्नु थाहा भइहाल्छ। ल है हस् दाइ। यो चाहिँ मेन बनेपा चोक हो है। यहाँ चाहिँ पहिला शालिग थियो, अब शालिग चाहिँ भत्कियो, राजाको शालिग थियो। अब त्यो बनाउनु पर्ने हो खास यस्तो चिजहरू चाहिँ अब किन नबनाएको।